वे ज्याजोले अठौं ज्याजोले छिक्पिन त ठो स्याङ्ग्या जोबी मानन्दर त्यसमा ढिङ्गे ठाना बुद्ध जयन्ती तजिको हंगु लु केन्द्रको अले गुगु मानन्द केन्द्रीय मानन्द संघ पाहे वेका पिन त झिङ्ग्यानी छौ कोस बिया त ढिमे ठाउ होला प्याहा छौ चिरो बुढीको वेका पिन त सेना छौ खतर वेका बिस तजिको थन ठौ बुद्ध जयन्ती न्याको दु वे लु केन्द्रको अल टुगे तनी ढिमे सोपी अछि बने बया विश्वराम मानन्दर अले वेका जि ग्वाली नौ खसा अले होला प्याहा राजन साइन सेन्दिउ ख थौ जी थन स्याङ्ग्या जोबी हन्नास गाउँपालिका जोबी थन मानन्दर त मुना लिसेम ठिटी ठासा मानन्दर त वया वेकअप सब बुद्ध जयन्ती तजिको हुँदो ओ लु सिक्किम त किनेकी सुइतन दिस फारा जी गजेन्द्र प्रसाद मानन्दर केन्द्रीय मानन्दर संघ दुज नाप केन्द्रीय मानन्दर संघ विभिन्न उपसमिति कथा चाहिँ जिथो युवा मानन्दर युवा उपसमिति संयोजक कप्सन सेकावे ढुङ्गा थन ठौँ बुद्ध जयन्ती वे कप्सन चाहिँ नि लब निमन्त्रण याउ कथा जीवी थन वे त बुद्ध जयन्ती चाहिँ नि ज्याजोले भाग काट्दा चोजोलोपा जीके मानन्दर केन्द्रीय मानन्दर संघ या दुज अले संचार उपसमिति या संयोजक थौ स्याङ्जा जिल्ला या हरिनास गाउँपालिका वडा नम्बर 1 छि थन पनि छना थन केन्द्रीय मानन्दर संघ या त प्रतिनिधित्व याना छि थन झिम पदाधिकारी सदस्य पि अले विभिन्न उपसमिति या सदस्य दुज पि वइचनो ख वो बाहेक न भक्तपुर जिल्ला मानन्दर युवा संघ न प्रतिनिधित्व याउदु अध्यक्ष नेतृत्व थन मुख्य याना चाहिँ छुरासा स्याङ्जा जिल्ला तेस्रो वरियता दक्ले अब बहुसंख्यक जनसंख्या रह्यो मतलब चाहिँ नेवाता यु ख नेवाता मध्ये न नेवाता धालिकी स्याङ्जा मानन्दर त ख अझ विशेष याना तो हरिनास गाउँपालिका 700 घर परिवार मानन्दर त यो संख्या दूर रह्यो बटी छन चाहिँ ठिकै न को 700 घर परिवार रह्यो मतलब चाहिँ हरिनास गाउँपालिका को 3500 संख्या ख 3500 ख अझ जखयुपट्टि ठो जिल्ला न त्याउ खसा न्याउ जिल्ला युपट्टि खलाउ खसा स्याङ्जा नाप स्वाउ नवलपुर पाल्पा तनहुँ कास्की जिल्ला न खलाउ खसा थपि डक्को ठासे याउ खसला चाहिँ 5000 मयाका चाहिँ स्याम तदु स्वाया पनि खुनु जुल बुद्ध जयन्ती जुल तर आखिर थो झियुपट्टि धनी ढुङ्कु छौ जन्मजात पहिचानी त पुनरुत्थान लागि आफ्नो रिभाइभ याउ लागि युपट्टि छौ कार्यक्रम ख त्यसको यहाँ महत्त्व जाउपट्टि कार्यक्रम ख खैरला
सरकारों या माओवादी जा तर ऐसा न सामाजिक दायित्व बनेन डेनेमका मानन्दर यो राष्ट्रिय संस्था केन्द्रीय मानव संघ कि त प्रतिनिधित्व या खाना तस्कय लेटा जिस अजन थोना प विश्वास न या जो कि वेक अप इस थोथा से निवा भे नहीं तिनी वो देखे तरीका से की तिनी सेको वो पिसा थने सेनी तिनी चटामरी देखे उनी से कया झिउपति जीवन शैली अले झिउ रहन सहन झिउपति चाहिँ हरेक विषय चाहिँ खाना अझन पुनर्जागृत जी पुनर्स्थापित जी पुनरुत्थान जी रहेपट्टि भलसन दु सभापति मथुरा कृष्ण श्रेष्ठज्यूलाई अगाडि विशिष्ट अतिथिको आसनको लागि सनम्र अनुरोध गर्न चाहन्छु यहाँहरूको जोरदार तालीको अपेक्षामा। त्यस्तै गरी मैले आसन ग्रहणको क्रममा केन्द्रीय मानव संघका भूपू अध्यक्ष आदरणीय मामा त्यस्तै गरी गिरेकोट मानन्दर गुठीको अध्यक्ष पक्कै पनि गण्डकी प्रदेशको केही न केही खाका मैले सालडाँडामा छोडेर जानुपर्छ भन्ने उद्देश्यका साथ म आज सालडाँडामा आएको छु।
वक्तव्य राख्ने जुन अवसर प्राप्त भयो मलाई भनेको व्यक्तिलाई भन्दाखेरि पनि केन्द्रीय महेन्द्र सङ्घलाई म आभार व्यक्त गर्छु सबभन्दा पहिला। र बुद्ध जयन्ती 2569औं मनाइरहँदाखेरि त्यसको सन्दर्भ पारेर जसरी एउटा भव्य पर्व जस्तै मनाउनु भयो त्यो पर्वको शुभकामना व्यक्त गर्छु। मैले देखिरहेको छु हाम्रो बसन्तपुरदेखि रामपुरदेखि लगायत हाम्रो छिमेकी गाउँपालिका नगरपालिका पोखरादेखि सबै ठाउँबाट आउनुभएका र रिनाजभित्र छरिएर बस्नुभएका सम्पूर्ण मानन्दर आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू सबैमा मैले एकमुष्ट जोजलोपा नमस्कार अभिवादन टाक्न चाहन्छु। अहिले देशभरि रहेका मानन्दरहरू एकजुट गराउने जुन केन्द्रीय मानन्द सङ्घले जुन काम गरिराख्नु भएको छ त्यसको निम्ति मैले सम्मान व्यक्त गर्न चाहन्छु। उहाँहरूप्रति हामी धेरै ऋणी रहेका छौँ। हाम्रो भाषा संस्कृतिको उन्नयनमा धेरै धन्यवाद छ। उहाँलाई पनि उहाँले त सबै नेवारी भाषा जान्नु भएको छ जस्तो लाग्छ मलाई।